ठमेलमा चाहिँ आज पनि महल चाहिँ रमाइलो छ है। आज चाहिँ थर्सडे नाइट हो खास भन्ने हो भने चाहिँ, तर प्याक छ यार। हेलो समसर, म ठमेल आइपुग्यो। ठमेल हजुर हजुर सम्झి म आउँछु है कुनै दिन। कति प्याक छ केस? यो चाहिँ फायर हो, फायरमा प्याक हुन्छ फ्राइडे चाहिँ। झगडा भइरहेको छ यार त्यहाँ चाहिँ। ओइ कोही बाइक राख्नुपर्ने, पुलिसले के गर्नु लगाइरहेको रहेछ फेरि यहाँतिर। पुलिसले छापा हान्दा चाहिँ यहाँतिर खोइ किन रहेछ। नेक्स्ट फ्राइडे बेला भोलि प्याक रहेछ यार। ठमेल त बाटो सबै ठाउँ बन्द छ। ठमेलमा चाहिँ रमाइलो भइरहेछ है। जे होस् सोल्टीहरूलाई हेर्नु न। के फुड हालेको सोल्टी। ओहो के छ आज त थर्सडे पनि प्याक छ त यार ठमेल त। कोही कोही चाहिँ लास्टै ढिला चलाउनुहुन्छ, म त प्राय अङ्कलहरू बिस्तारै चलाउनुहुन्छ। प्राय अङ्कलहरू नै पर्नुहुन्छ कि तपाईँलाई? जे होस् स्पिडै मनपर्ने रहेछ तपाईँलाई। यो नेचुरल ग्यास भनेको यो आगो ताप्नु मिल्छ? ओहो यही हो पुरो नेचुरल ग्यास भनेको? के अचम्म कि है। आफै उत्पादन भएको रहेछ कि आगो। ढुङ्गामै बोलिरहेको छ ल हेर्नु न। नेचुरल ग्यास हुने यहाँ रहेछ कि ल। आगो त आगै हो नि यो। आगै त हो नि ल। आफै बोलिरहेको कि ल। अचम्म ढुङ्गामा बोलिरहेको कि यो सबै ढुङ्गा त हो नि। पुरा यार ग्यास ढुङ्गा, यो पनि ढुङ्गा, यो सबै ढुङ्गा त हो नि। ढुङ्गामा बोलिरहेको कि हेर्नु न, फलाममा बोलिरहेको कि अचम्म यार। त्यही जान्छु यार। 12 बजी छ, 12 बजी राति छ। नबसौँ। हजुर लोकेसनमै हुनुहुन्छ? सो भिडियो सुरु हुनुभन्दा अगाडि चाहिँ हजुरहरू कुन कुन ठाउँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ है एउटा कमेन्ट गरिदिनु होला। रिप्लाई अवश्य दिनेछु। र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला है। अहिलेको लागि म नयाँ छु र हजुरहरूले पक्कै पनि थाहा छँदैछ नयाँ युट्युब क्रिएटरले चाहिँ अलिकति सपोर्टको खाँचो परिरहेको हुन्छ। सो सपोर्ट गरिदिनु होला है। हजुरहरू सामु म नयाँ नयाँ इन्ट्रेस्टिङ भिडियो लिएर उपस्थित हुनेछु सकेसम्म है। र अहिलेको लागि चाहिँ भिडियो सुरु गरौँ है त। सो अलराइट माई युट्युब फ्यामिली, हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। सो आज पनि म पहिला जस्तै गरी पठाउ भ्लग नै लिएर उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है। भिडियो कतिको इन्ट्रेस्टिङ बन्छ त्यो चाहिँ अब प्यासेन्जरको हातमा पर्ने कुराहरू हुन्छ। सो भिडियोलाई स्किप नगरी हेरिदिनु होला है, सबै जानकारीको लागि चाहिँ। हजुर हो त्यही बस्नु, त्यही यतैबाट बाटो देखाइरहेको छ, यताबाट पुग्छ। हजुर बस्नु लुबु रहेछ। लोकेसन त टाढा पो रहेछ। कता यताबाट चाँडो हुन्छ कि यताबाट चाँडो हुन्छ हजुरलाई? है यहीँबाट जाउँ है त्यसो भए। ल यहाँबाट जाने होइन? घर जाने रिक्वेस्ट पाउँला भनेको त झन् कहाँ उता उता धकेलिदिएर भने। उता चक्रपतिर बस्छु कि म चाहिँ, तर यताको रिक्वेस्ट आइरहेको कि। तपाईँको चाहिँ आफ्नै पठाउ छैन? पठाउ एप ए छ इन्ड्राइभमा अलिक के भयो मेन्टेनेन्स के भइरहेछ भने देखायो अनि त्यही भएर साथीहरू। ए इन्ड्राइभर त आज सर्भर छैन भन्ने सुनिरहेको थियो। त्यसै सर्भर छैन रहेछ भनिरहेको थियो कि। तर देखाइरहेको थियो फेरि भर्खरै अहिले चाहिँ। ठ्याक्कै तर तपाईँले एक्सेप्ट गरिसक्नु भएको थियो त्यही भएर। ए पाउँछ र भने राति पनि इन्ड्राइभर पाउँछ त्यता जाने? पाउँछ है, राति पनि बस्ने रहेछ त यहाँ त मान्छे त। 40-50 को स्पिडमा हुन्छ है जाँदा? होइन होइन जतिमा गरे पनि हुन्छ भनेर नि। ए सोध्नु पर्दैन भनेको हजुरलाई कस्तो कम्फर्ट लाग्छ त्यसरी। होइन कुनैलाई चाहिँ फेरि त्यति साह्रो स्पिड मन पर्दैन नि त, त्यही भएर बिस्तारै हिँड्नुपर्ने हुन्छ। कोही कोही चाहिँ लास्टै ढिला चलाउनुहुन्छ, म त भनेपछि ढिला भइसक्यो हुन्छ। अब हामीलाई ढिला भएर इन्ड्राइभ गरेर हुन्छ। उनीहरू अब बिस्तारै चलाउनुहुन्छ, प्रायः अङ्कलहरू बिस्तारै चलाउनुहुन्छ। प्रायः अङ्कलहरू नै पर्नुहुन्छ कि तपाईँलाई? जे होस् स्पिडै मनपर्ने रहेछ तपाईँलाई। हतारमा हुन्छ नि त है? हतार भने राति भइसक्यो हुन्छ, गलिसकेको हुन्छ ड्युटीबाट, अनि टाढो घर
ए तपाईँ ड्युटीबाट आउनुभएको अहिले ए हस्पिटलमा हो कि तपाईँ होइन म त जिम्बुमा हो ए जिम्बु थकाली हजुर यो ठुलो गाडीले त लास्टै डराउने भने डर लाग्ने कि लास्टै अन्त यिनीहरू त देख्दैन पनि है अह तपाईँ चाहिँ जतिखेर नि यति बजी नै हुन्छ हो फिक्सै हुँदैन नि त प्राइस यतिखेर हुन्छ ए लुबु बस पार्क भनेपछि माथि पिपल बोर्डनिर हो क्या है त्यति टाढा त पुग्नु पर्दैन दाजु नेचुरल ग्यास बल्ने ठाउँमा हजुर नेचुरल ग्यासमा ए टाढा भएन तपाईँ जाँदाखेरि चाहिँ के पठाउमा जानुहुन्छ होइन गाडीमा ए यता राइट साइड है लुबु चाहिँ यहाँदेखि माथि जान्छ यहाँबाट यता है यहाँ यो यता अस्ति नै आइपुगेको थियो कि म क्या तर्सेको थियो यो मूर्ति देखेर यो नेचुरल ग्यास भनेको यो लिँदैन कहिले यो अँ आगो ताप्न मिल्छ मिल्छ ल एकछिन पकाउँछ नि त यहाँ पानीहरू ओहो यो पुरो नेचुरल ग्यास भनेको ओहो आगो बल्दो रहेछ है म अहिले त्यहाँ भिडियो बनाउनु पर्ला त्यहाँ हामी जान मिल्छ नि त त्यहाँ छेउमा मिल्छ त्यहाँ आगो बल्दो ठाउँ मिल्छ है कति नै हुन्छ अनि लेफ्ट लेफ्ट ए हो नेचुरल ग्यास रे त्यो आफै बल्दा छ कि है फोन पे हुन्छ इसेवा 230 200 गर्नुभएको हो नभएर नगर्नु भएको भए पर्दैन ल ल धन्यवाद अनि सुन्नु न म अहिले अघि नै भनेको थिएँ नि तपाईँलाई म युट्युब भिडियो बनाउँछु कि भ्लग गर्छु कि युट्युब भ्लग बनाउँछु कि युट्युब भिडियो अनि प्यासेन्जरहरूको थोरै राख्छु भोलिको भोलि बेलुका आउँछ ए राख्न मिल्छ नि है अनि च्यानल चेक गर्नु त्यहाँ भिडियो बनाएर जानु पर्ला म त त्यहाँ नेचुरल ग्यास भएको ठाउँमा दिपेन तामाङ है सिस्टर ल भोलि बेलुका आउँछ है हस् गुड नाइट फाइनली गाइस मेरो चाहिँ फर्स्ट राइड कम्प्लिट भयो है सिस्टरको भिडियो पनि हाल्ने भयो मैले फाइनल्ली भन्नुपर्दा चाहिँ र नेचुरल ग्यास रहेछ कि यहाँ लुबुतिर ऊ त्यहाँ बलिरहेको रहेछ कि मै छक परेको कि उहाँले भन्नुभएको थियो तर मैले त्यति याद गरेको थिएन अनि यहाँ आइपुग्दाखेरि यसो हेर्दाखेरि त ठ्याक्कै नेचुरल ग्यास भन्ने ठाउँ रहेछ कि यहाँ आगो यस्तो बलिदा हुँदो रहेछ कि हेर्नु न के अचम्म कि है आफै उत्पादन भएको रहेछ कि आगो नेचुरल ग्यास नि पुरै आफै बल्ने कि ढुङ्गामै बलिरहेको छ ल हेर्नु न है मै छक परेको त नेचुरल ग्यास हुने यहाँ रहेछ कि ल आगो त आगै हो नि यो आगै त हो नि ल पुरै बलिरहेछ कि है अचम्म के यहाँ लुबुमा रहेछ कि यस्तो चाहिँ आगो बल्ने ठाउँ ग्यास उत्पादन भएको चाहिँ यहाँ लुबुमा रहेछ कि हेर्नु नि ल यार आफै बलिरहेको कि ल अचम्म ढुङ्गामा बलिरहेको कि यो सबै ढुङ्गा त हो नि नेपालमा नि यस्तो ठाउँ रहेछ कि जे होस् जमिनबाट ग्यास निस्केर आगो बल्ने ठाउँ कि यहाँ लुबुमा फर्स्ट टाइम देखेँ मैले त यार सुन्न चाहिँ सुनेको थिएँ कता होला जस्तो लागेको थियो तर यहीँ रहेछ कि एकछिन आगो पो तापेर जान्छु म त रिक्वेस्ट आउँदैन होला यो ठाउँबाट है त्यही हो पुरा यार ग्यास ढुङ्गा यो पनि ढुङ्गा यो सबै ढुङ्गा त ढुङ्गामा बलिरहेको कि हेर्नु न फलाममा बलिरहेको कि अचम्म यार त्यही जान्छु यार 12 बजी छ है 12 बजी राति छ नबसौँ जे होस् आगो चाहिँ बलिरहेको खुसी लाग्छ जे होस् ग्यास उत्पादन भएको ठाउँ रहेछ यो सो गाइस मेरो फर्स्ट राइड कम्प्लिट भयो है अब सेकेन्ड राइडको चाहिँ खासै अब रिक्वेस्ट आउँछ आउँदैन लुबुतिर आइपुग्यो सिधै 12 बजीतिर है म बिच बाटोबाट निस्केको थिएँ साथीकोमा गएको थियो अनि त्यहाँबाट पढाउ अन गरेको यता लुबुतिरको आइदिरहेको कि अब म सेकेन्ड राइड यदि बाटोबाटै उता जाने आयो भने चाहिँ ठिक छ उठाउँछु नभए म सायद ठमेलतिर जान्छु कि है भिडियो हेर्दै गर्नु होला गाइज सो फाइनली गाइज म चाहिँ अहिले फाइनली भन्नुपर्दा चाहिँ ठमेल आइपुगेँ है रिक्वेस्ट आउँदै आएन पुरै रातिको बेलामा है के गर्नु अनि म चाहिँ ठमेलमा आइपुगेँ यता साथी सोमसर र मनिष भाइ चाहिँ मलाई कुरेर बसिरहेको छ अरे यहाँ चिया खाएर छुटाउँ भनेर सोमसर पनि आज नाइटमा नगर्ने भनेर भन्दै हुनुहुन्थ्यो त्यही भएर म पनि अब घर जानुपर्ने हुन्छ के गरी यहाँबाट इन्डोर ढानेर बस्छु उता घरतिरको बज्यो भने बज्यो बजेन भने घर जानुपर्ने हुन्छ
नभए साथीहरू भेटघाट गरौँ ठमेलमा चाहिँ। आज पनि माहौल चाहिँ रमाइलो छ है। आज चाहिँ थर्सडे नाइट हो खास भन्ने हो भने चाहिँ, तर प्याक छ यार। यो बाटो त पुरै जाम छ त यार। के को जाम रहेछ यो? आमा सोल्टीले जबरजस्ती लिएर आइरहेको छ फेरि। ती तिनजना पो रहेछ त। हेलो सोमसर, म ठमेल आइपुगेँ। ठमेल हजुर हजुर सम्धी दर्शन म यहाँ छेउमा आइपुगेँ सर, छेउमा आइपुगेँ, छेउमा यहाँ बोलिरहेको सम्धी। हजुर हजुर सम्धी सन्जय हो। म आउँछु है कुनै दिन। म कति प्याक छ गेस? यो चाहिँ फायर हो, फायरमा प्याक हुन्छ फ्राइडे चाहिँ। ल फ्राइडेतिर आउँला नि त नभए। हस् सो आज चाहिँ थर्सडे तर प्याकै रहेछ यार। ठमेल भनेको इन्जोय गर्न आउने ठाउँ हो, मान्छे त भइहाल्छ नै। बाटो छैन क्या कोही। बाटो छैन कि अब यहाँबाट त बाटै छैन त यार। मिल्छ होला आउनु आउनु। ए सन्जयको चोकमा चिया खान जाँदैछौँ। झगडा भइरहेछ यार त्यहाँ चाहिँ। सबै बनाइरहेछ कि अहिले चाहिँ ठमेलमा बाटो उतै खाल्डै खाल्डो यार। ओइ ओइ चोकमा चाहिँ यस्तो प्याक हुन्छ कि यहाँतिर चाहिँ सिस्टरहरूको। यहाँ खोइ बाइक राख्नुपर्ने, पुलिसले के गर्नु लगाइरहेको रहेछ फेरि यहाँतिर। पुलिसले छापा हान्दा चाहिँ यहाँतिर खोइ किन रहेछ। सो अब चाहिँ यहाँ चिया खाएर घर जानुपर्ने हुन्छ। आउनु ओम सर, उद्या राख्नु न हो। हेलो सोम सर। के गर्ने हो नि हजुर सर? के गर्यो ट्राफिकले? त्यस्तो हुन्छ नि। फाइनली गाइज म चाहिँ ठमेल आइपुगेँ अहिले। अब सोम सर भेटेँ, अब चिया खान्छौँ। त्यही हो, म ओम प्रकाश सर पनि लिएर आएको कि। अब चिया खान्छौँ है अब भने चाहिँ एकछिन। ल ब्रदर ल, भोलि अर्को नेक्स्ट फ्राइडे भेटौँ भोलि है ल। सो फाइनली गाइज अहिले चाहिँ 1:30 भयो ठ्याक्कै ठमेलमा। तर थर्सडे पनि प्याकै छ लगभग एकदम। हो फाइनली गाइज प्याकै छ है थर्सडे नाइट पनि ठमेल चाहिँ। पुरा भिडभाड देख्छु है, चहल पहल चाहिँ बवाल छ। ल रमाइलो गर्न आइपुगेको होला। जे होस् थर्सडे नाइट पनि ठमेल चाहिँ प्याकै छ। बाटै बन्द छ त, बाटो बन्द रहेछ। हामी चाहिँ अर्को बाटो जाँदैछौँ अब। यहाँबाट छिर्ने ठाउँ छ नि। ठमेलमा चाहिँ गल्ली बाटो चाहिँ एक ठाउँ बन्द छ भने अर्को बाटो जानलाई बाटो चाहिँ थाहा छ है। जे भयो नि। लो यहाँ पनि बन्द रहेछ त यार। लो यहाँबाट त बाटै छैन रहेछ यार। सर यता यहाँबाट पनि बन्द रहेछ, उताबाट पनि बन्द रहेछ। प्याक रहेछ यार ठमेल त। बाटो सबै ठाउँ बन्द छ। ठमेलमा चाहिँ रमाइलो भइरहेछ है। जे होस् सोल्टीहरूलाई हेर्नु न है। ल के फुटाल्यो फेरि सोल्टीले। सो उताको बाटो बन्द भएर यो बाटो आइपुगेको, तर यो बाटो पनि बन्द छ जस्तो लाग्छ है। ओहो ठमेलमा रमाइलो छ। राइट झन्नै लड्यो यार। बाटो बनाइरहेको छ यहाँ, अफ रोडले गर्दा झन्नै लडेको यार। ठमेल भिजिट गर्न पनि गाह्रो छ हौ। अहिले अफ रोड छ कि, पहिला बाटो बनाइरहेको छ अफ रोड मतलब। ए बाटै दिँदैन क्या यो ठाउँमा। ओहो के छ आज त थर्सडे पनि प्याक छ त यार ठमेल त। हजुर
हजुर ठमेलको बाटो सबैभन्दा त्यही हो सो त्यही हो म चाहिँ अहिले ठमेलबाट बाहिर निस्किसक्यो आजको लागि चाहिँ भिडियो यति नै गर्नुपर्ने हुन्छ मैले हजुरहरू सबैले भिडियोलाई अन्तिमसम्म हेरिरहनु भएको छ भने हजुरहरूलाई धेरै धेरै धन्यवाद र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर राखिदिनु होला हजुरहरू सामु म राम्रो राम्रो इन्ट्रेस्टिङ भिडियो लिएर उपस्थित हुनेछु र अहिलेको लागि चाहिँ बाई बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम गाइज